तपाईँ किन हाँस्नु भएको त्यो बताउनुहोस्। तपाईँ किन हाँस्नु भएको त्यो बताउनुहोस्। तपाईँ एक्सक्युज मी, तपाईँ पत्रकार हो या को हो तपाईँ? तपाईँ को मलाई बताउनुहोस्। तपाईँ पत्रकार हो अथवा को हो तपाईँ? तपाईँ किन हाँस्नु भएको? तपाईँ किन हाँस्नु भएको? यहाँ के तपाईँको मजाक चलिरहेछ? यहाँ कसैले तपाईँहरूलाई चाहिँ कसैले तपाईँलाई जोक देखाइरहेछ? के हो यो यति धेरै क्यामेरा यहाँदेखि यहाँसम्म ठड्याएर तपाईँहरू किन हाँस्यो? तपाईँहरू क्वेसन तपाईँहरू होइन प्रोफेसनली तपाईँ क्वेसन गर्नुहुन्छ भने गर्नुहोस्, होइन भने यहाँ बोल्नु जरुरी लागेन मलाई। बताउनुहोस्। राष्ट्रिय श्रम संस्कृति पार्टीले यो सरकारको विरोध किन गरिरहेको भनेर हाम्रो क्वेसन हो क्या। 1 महिना पनि पुगेको छैन, तपाईँहरू विरोधको लागि जन्मिनु भएको भनेर तपाईँहरूप्रति आरोप छ नेपाली जनताको। खबरदारीको लागि जन्मिएको श्रम संस्कृति पार्टी हो हैन। हिजोको दिनमा जुन सरकार आयो गरिबलाई पेलो, अलिकति केही देखायो, केही उहाँहरूले भ्रष्टाचार गर्यो भनेर न त्यो सरकार ढालेको हो होइन र। अनि अहिले खबरदारी गर्दा गर्दै विगत 15 वर्षदेखि, आजदेखि होइन क्या, विगत 15 वर्षदेखि हर्क साम्पाङ खबरदार गर्दै आउनुभएको पत्रकार महोदय है। तसर्थ अहिले त उहाँलाई जनताले कहाँ पुर्याइदिनु भएको छ त होइन? कहाँ पुर्याइदिनु भएको छ? सत्तामा होइन क्या, विपक्ष क्या है। उहाँले चाहिँ प्रतिपक्ष क्या है, जनताले पुर्याइरहेको अवस्था छ कि है। तसर्थ उहाँले बोल्नुहुन्छ क्या, पहिला भन्दा ज्यादा उहाँले बोल्न पाउनुपर्छ क्या, जनताको लागि बोलिरहनु भएको छ क्या। बोल्नु भएन जस्तो कि तपाईँको पार्टीकै एकजना सांसद उपसभामुख हुनुहुन्छ, पार्टीको अध्यक्षको भनेको नमान्यो भनेर हाम्रो पार्टीकै होइन भनिदिनु भयो, अनि त्यसरी बोल्न मिल्छ त? यस्तो तपाईँहरू होइन, तपाईँहरू पत्रकारिता मात्रै गर्छ कि यहाँ कोही अलिक पत्रकारै हुनुहुन्छ कि तपाईँहरू? के हो यसो सोध्ने मान्छेहरूलाई नि यो विवादमा ल्याउने अनि तपाईँहरू भ्युज पाउने मात्रै हुनुहुन्छ तपाईँहरू? त्यो भन्नुहोस् न। सुन्नुहोस्, त्यसो भए सुन्नुहोस् होला है, कुनै पद सभामुख उपसभामुख भइसकिसकेपछि पार्टीको रहन्छ त्यो बताइदिनुहोस् त। राज्यको हुन्छ। तसर्थ प्रश्नको उत्तर दिनुहोस् तपाईँ बस। कसरी तपाईँको एन्सर दिइरहेको छ, तर तपाईँले राइट क्वेसन गर्नु पर्छ। तपाईँले जे मन लाग्यो त्यो यहाँ चल्दैन। यो तपाईँहरू आफै बोल्ने आफैको एन्सर क्वेसन हो तपाईँहरूको। तपाईँले चाहिँ के गर्नुभयो भने प्रश्नको प्रतिवाद मात्रै गर्नुभयो, जवाब चाहिँ दिनु भएन क्या। हाम जवाफ दिइरहेको छ, तर बुझ्नु त पर्यो नि त, तपाईँहरूले पनि बुझ्नु पर्यो नि त। तपाईँहरूले के क्वेसन गरिरहेको छ भन्ने कुरा बुझ्नु पर्यो कि नै भन्ने कुरा हो। तपाईँले बुझ्नु भएको, सुन्नुहोस् न, तपाईँले क्वेसन मलाई के गरेको थियो भन्नुहोस् फेरि। तपाईँ हेपेर बोल्या हो, तपाईँ हेपेर बोल्या हो। तपाईँले भन्नुहुँदैछ के भन्नुहोस् त ल? तपाईँ भन्नुहुँदैछ के? तपाईँ सुन्नु